विदेश नआऊ। यदि तिमीलाई लाग्छ विदेश आएपछि पैसा नै पैसा हुन्छ, जिन्दगी सजिलो हुन्छ र केही वर्षमै सबै सपना पुरा हुन्छन् भने विदेश नआऊ। किनकि विदेशमा पैसा कमाउनुभन्दा पहिले आफ्नो समय, निन्द्रा, आराम र आफ्ना मान्छेहरूको साथ गुमाउनुपर्छ। घरमा हुँदा आमा बुवाको माया सामान्य लाग्छ, तर विदेश आएपछि त्यही माया सम्झिँदा आँखा रसाउँछ। चाडपर्व आउँदा घरको याद आउँछ, आफ्नो मान्छे बिरामी हुँदा छेउमा हुन सकिँदैन। मन दुख्दा पनि मुस्कुराएर काम गर्नुपर्छ। तर पनि हामी विदेशमा छौँ, किनकि सपना आफ्नो मात्र होइन, परिवारको भविष्य पनि बदल्नु छ। विदेश नराम्रो होइन, तर विदेशको जीवन सजिलो पनि छैन। त्यसैले विदेश आउनु अघि यहाँको चमक मात्र होइन, यहाँभित्र लुकेको सङ्घर्ष पनि बुझेर आऊ। किनकि विदेशको सपना देख्न सजिलो छ, तर विदेशको जीवन बाँच्न धेरै गाह्रो छ।